वीरगन्जमा स्थिति अहिले यस्तो तनावग्रस्त भएको छ कि त्यहाँको सिचुएसनलाई सम्हाल्न कर्फ्यूको समय पटक पटक थप्नु परेको छ। किन भन्नुहुन्छ भन्दा यसको रिजन हो अहिले वीरगन्जमा भइरहेको हिन्दू मुस्लिम समुदाय बीचको कन्फ्लिक्ट, जुन चाहिँ शान्त हुने नाम नै लिएको छैन। तर यो कन्फ्लिक्ट खास सुरु कसरी भएको हो त? रिपोर्ट अनुसार यो कन्फ्लिक्ट सुरु भएको थियो जब धनुषाका दुई युवा हैदर अन्सारी र अमानत अन्सारीले टिकटकमा एउटा भिडियो पोस्ट गरेका थिए जसमा एलिजेडली धर्म सम्बन्धी नराम्रो कुरा गरिएको थियो। यो भिडियो यति भाइरल हुन पुग्यो कि यसले कम्युनल हार्मोनीमा आँच पुर्याउन सक्छ भनेर त्यहाँका स्थानीयले यो दुईजना युवालाई पुलिसलाई सुम्पिदिएका थिए। तर अनफर्चुनेटली यति बेलासम्म कुरा ठुलो भइसकेको थियो। यस कुरा अब अनलाइनबाट फिजिकल भइसकेको थियो र कन्फ्लिक्ट फैलिँदै वीरगन्जसम्म पुगिसकेको थियो। इनफ्याक्ट यो कुरा यतिसम्म एस्केलेट भएको थियो कि आइतबारको दिन कमला म्युनिसिपालिटीको एउटा मस्कमा एउटा अज्ञात समूहबाट तोडफोड हुन पुग्यो जसमा कुरानलाई पनि जलाएको भन्ने आरोप लगाइएको छ। यो घटनाले गर्दा मुस्लिम समुदायमा यति आक्रोश बढ्न पुग्यो कि वीरगन्जको थुप्रै ठाउँमा प्रोटेस्ट हुन थाल्यो जसमा टायरहरू जलाइएको थियो भने थुप्रै नारा लगाइएको थियो र थुप्रै ठाउँमा त पुलिससँग नै झडप भएको थियो। कुरा यतिमा मात्र सकिँदैन। फेरि मुस्लिम समुदायको यो प्रोटेस्टमा प्रयोग गरिएको नाराहरूमा हिन्दू धर्मको अपमान गरियो भनेर हिन्दू समुदायका मान्छेहरूले पनि हिजो सोमबार बिहान थुप्रै ठाउँमा प्रोटेस्ट गरेका थिए भने मोटरसाइकल र्याली पनि अर्गनाइज गरिएको थियो। यो बढ्दो हिन्दू मुस्लिम समुदायको कन्फ्लिक्टले गर्दा वीरगन्जमा हिजो सोमबार बेलुका 6 बजेदेखि आज मङ्गलबार बिहान 8 बजेसम्म कर्फ्यू घोषणा गरेको थियो भने स्थिति स्टिल कन्ट्रोलमा नआएपछि यो कर्फ्यू पछि अनि फेरि आज बेलुका 6 बजेसम्म लम्बाइएको छ र सिचुएसन कन्ट्रोलमा आएन भने फेरि लम्बिन सक्छ।